हेलो गाइस नमस्ते गुड मर्निङ नमस्कार है सबैजनालाई आई होप सबैजना सन्चै हुनुहुन्छ होला एकदम म पनि आज सन्चै छु अनि के गर्दै हुनुहुन्छ सबैलाई शुभ बिहानी यस्तै छ है गाइज अब ब्लग त बनाउने मन लाग्छ होइन अब के गर्ने यार कन्टेन्टै पाइरहेको छैन अनि सटरडे सन्डे चाहिँ छुट्टी हुन्छ होइन कहिलेकाहीँ बाहिरतिर घुम्न गएको बेला चाहिँ म कन्टेन्ट दिइहाल्छु है तपाईँहरूलाई देखाउँछु म जस्तै म घुम्न गएँ भने हजुरहरूलाई नै मलेसिया म गएको ठाउँ म गएको ठाउँ चाहिँ हजुरहरूलाई पनि म सँगसँगै घुमाउँछु क्या होइन अब जस अहिले चाहिँ भर्खर खाजासाजा खाएर बसेको रुममै छु ड्युटी जाने बेला हुन लाग्यो है अब 6:54 भएको छ 7 बजीतिर निस्किन्छु ड्रेस लाएर निस्किनु पर्ने हुन्छ अब के गर्नु है कलेजको जिन्दगी काम गर्न आइसकेपछि काम त गर्नु पऱ्यो है ड्युटी गर्नु पऱ्यो ड्युटी जानै पऱ्यो होइन पैसा त कमाउनै पऱ्यो पैसा कमाउनु भनेर पछि सोचिरहेपछि यसै छ गाइज ड्युटी जानै पऱ्यो ड्युटी गयो ड्युटीमा फेरि यस्तो छ कि कम्पनीमा भिडियो बनाउनु पाइँदैन अनि त्यही भएर चाहिँ यस्तो भिडियोहरू खिच्न पाइँदैन त्यही भएर मैले ब्लग पनि बनाइरहेको छैन कि दिनभरि ड्युटीमै हुन्छ अनि कसरी बनाउनु होइन अनि त्यो भिडियोहरू फेरि युट्युबमा हाल्यो भने चाहिँ बोसले देख्यो भने चाहिँ अलिक गाह्रो हुन्छ कम्पनीको भिडियोहरू चाहिँ बनाउन दिँदैन कि खै अब त्यो त थाहा भने डिजाइन के हो होइन अब जे होस् बाटोमा त यताउता गरेको आफूले केही गरेको खालीको टाइममा मैले तपाईँहरूलाई देखाउँछु होइन अहिले यसो यति भन्दै अहिले म तपाईँहरूलाई बाटोमा जाँदा देखाउँछु अहिले बाई बाई अब ड्रेसहरू लाउनुपर्छ है बाई बाई यति गर्नुहोस् ल गाइस ल लाग्यो ल ड्युटी यहाँ चाहिँ खाना छ होइन खाना बोक्ने पछाडि पानी छ पानी पनि रुमबाटै बोक्ने हो त्यो गर्ने गाह्रो छ अर्काको ठाउँमा कसैको जस्तै यहाँ चाहिँ पहिला यस्तो थिएन यो चाहिँ अब होटल खोल्ने भनेको छ खै के गर्छ यहाँ चाहिँ बनाउँदैछ सो गाइस म चाहिँ अब ड्युटी चाहिँ हिँडेको टक्क लागेर यार के गर्नु ड्युटी जानै पर्यो हेलो मलहरूले पनि चिन्दैछ ब्लग बनाउँदैछ भनेर हेलो गाइज भन्छ सो ड्युटी चाहिँ लाग्यो ड्युटीतिर लागेको सबैजना यहाँ हामी जस्तै हो क्या काम गर्ने नेपालमा जस्तो भन्दा पनि अब त्यस्तो नेपाललाई त्यस्तो नराम्रो गर्न खोजेको होइन कि मतलब नेपालतिर त अब मान्छेहरू यतिकै बस्नुहुन्छ नि तर यहाँ चाहिँ विदेशतिरको सिस्टम चाहिँ कस्तो हुन्छ भन्दा सकेसम्म सबैजनाले चाहिँ काम गर्ने के वर्कर चाहिँ हुने के त्यतिकै नबस्ने यस्तो बुढो मान्छेहरूले पनि काम गरिरहेको देख्छु होइन अब मैसँगै काम गर्ने एकजना चाइनिज बुढो छ होइन ऊ चाहिँ 63 इयर्स ओल्ड भयो कि 63 वर्ष भइसक्यो र पनि मागा छन् काम यस्तो गरिदिन्छ नि तपाईँको कुरै छोड्नु के अब हामीभन्दा 3 गुणा बुढो छ त होइन अब हामीले भन्दा यस्तो डेन्जर काम गर्छ हामीले उसलाई भेटाउन सकिँदैन कि यहाँका मान्छेहरू खै के खाएर बाँचेका छन् के खाएर उस हुन्छ खत्रै काम गरिदिने कि यतातिरका मान्छेहरू हाम्रो कम्पनी ल सबै 50 कटेका मात्र छन् हामी मात्रै अलि भर्खरको भन्ने त्यो गाइस एउटा कुरा चाहिँ के छ भन्दा यहाँ यो चाहिँ मान्छेहरू के उति बेला अब हुन्छ नि त सङ्कटकालमा होला उति बेला युद्ध हुने बेला भनौँ न सङ्कटकाल भन्दा पनि युद्ध हुने बेला मरेका मान्छेहरू होला यो चाहिँ टक्क पूजा के अरे गाडेछन् यहाँ वर्षमा आफ्नो मान्छेहरू हुन्छ नि तिनीहरूलाई चाहिँ हेर्न आउँदो रहेछ टक्क पूजासुजा गर्ने वर्षमा मात्र आउने कि नत्र पनि हेर्ने यस्तो जङ्गल छ कि पुरै हामी फेरि डेली यही बाटो हिँड्ने फेरि अब यस्तै छ अब मसान घाटको छेउछाउ हिँड्यो मसान घाट त के भन्ने मन्सान घाटै भन्छ होला होइन यस्तोलाई त सो यस्तै छ मलेसिया भन्ने गाउँघर जस्तै हो गाउँमा बसे जस्तै लाग्छ हो मायाको छ केही
केही विदेशतिर छु जस्तो फिलै आउँदैन कि त्यही हो परिवार साथमा छैन होइन फरक त्यति हो नत्र भने त कसम विदेशतिर छु जस्तो त कति कहिले पनि नलाग्ने के यस्तै छ बाटोमा टक्क लागेर एक्लै छु होइन आजभोलि कोही पनि छैन साथमा एक्लै छु माम्पाका पहिला बेला केटाहरू कम्ता हुन्थ्यो मायाको थियो अहिले त सबजना गइसक्यो यार घर गइसक्यो आजभोलि कोही पनि छैन भन्दा अब छन् त छन् अब उनीहरू आफ्नो तरिकाले हिँड्छ मेरो साथीहरू चाहिँ अहिले सबैजना रुम घर गइसक्यो कि म मात्र छु होइन सो त्यस्तै छ यो चाहिँ एलएसएम मेटल कम्पनी हो यो चाहिँ होइन मतलब कबाडहरू के कुच्चाउने त कबाड कम्पनी भनौँ न खतरा चल्छ हो यो कम्पनी चल्थ्यो चलिरहेछ अहिले पनि सायद सो जस्तै लाग्छ काम त गरिरहेको हुन्छन् केटाहरू 10-11 बजीसम्म रातिको 10-11 बजीसम्म काम गरिरहेको हुन्छन् यस्तो कम्पनी छ यहाँ डिजिटल लाइट पोल थियो बन्द भएछ बिग्रेछ कम्पनी जान्छ यस्तै छ बेसरी पानी आएको बेला यहाँ घुडा पानी हुन्छ यो यही रोडमा पुरा यहाँबाट भरेर बाहिर आउँछ सबै पानी हुन्छ यो बाटोमा मलेसियामा नि खतरा डुबान हुन्छ नि फेरि नेपालमा मात्रै होइन सो गाइस रेल गयो रेल कोही छैन के बाटोमा यस्तो सुनसान गाह्रो छ यस्तै छ गाइस के गर्नु भिडियोहरू बनाउनु त मन लाग्छ होइन के गर्नु यार कन्टेन्टै पाइँदैन यो चाहिँ ब्याडमिन्टन खेल्ने ठाउँ हो यहाँ गेमहरू भइरहेको हुन्छ गाइस यो कम्पनी हेर्नु न कम्ता ठुलो छ कबाड कम्पनी पहिला चाहिँ यस्तो केही थिएन कि सबै पछि बनाएको बााउन्ड्री केही गरेको थिएन ऊ त्यो माथि लेखेको केही हालेको थिएन हामी अब त्यो कम्पनी त गरिब थियो अनि धनी भइसक्यो यस्तै छ गाइस हिँड्दैछु अझै पुगेको छैन कम्पनी कौवा फेरि कति कराउँछ हौ यहाँनिर उकालो छ क्या गाई चाहिँ उकालो देख्दा सानो भयो भने पो थके लगाइदिन्छ यो उकालोहरू गाउँघरतिर यस्तो उकालो ओह्रालो गर्दा केही नहुने यहाँ यति उकालो हिँड्दा पनि मागासम्म कस्तो गराउँछ र विदेश आएपछि शरीर चाहिँ बिग्रिन्छ हौ जे भए पनि सबै कमजोरी हुने क्या शरीर यतातिरका खाना होइन त्यस्तै त हो नेपालमा त्यस्तो पौष्टिक खाना कहाँ खान पाइन्छ र कामको थकाइ हिजो रात 5-6 बजीसम्म काम गऱ्यो बिहानै उठ्यो फेरि 4-5 बजी उठ्यो खाना पकायो हिँड्यो के गर्नु थकै त लाग्यो सो गाइस एउटा कुरा चाहिँ यहाँ चाहिँ नयाँ कम्पनी हो कि के बन्दैछ त्यो आइडोन्ट नो थाहा छैन है अब यहाँ चाहिँ बन्दैछ यो होइन यो एरिया ऊ पर पनि बन्दैछ पर पनि उता पारिपट्टिदेखि ट्रसहरू पनि छ शुभ बिहानको सनसेट हेर्नु कस्तो दामी देखिने आमामा यहाँदेखि वाह मर्निङ भ्यू चाहिँ भवाल छ यहाँबाट सनसेट चाहिँ बवाल देखिरहेको छ आज सो कस्तो थके लाग्यो हौ मायाकसम गाह्रो छ गाइस कन्टेन्टै केही पाइरहेको छैन यार अब तपाईँहरू पनि कमेन्ट गर्नुहोस् होइन के कन्टेन्ट ल्याउँ के गरौँ होइन ट्याक्क लाएर अब मैले पनि मलाई पनि यसो गर्ने जस्तो भयो भने त मैले पनि गरिदिइहाल्छु नि होइन यहाँ छ बङ्गालीहरू बस्छ यहाँ चाहिँ त्यही कम्पनी नयाँ कम्पनी बनाउँदै छ कि यहाँ के कम्पनी बन्ने हो सायद काम गर्ने त नेपाली नै हो अरू त होइन
नेपाल त आइहाल्छ एउटा न एउटा भए पनि हो हाम्रो कम्पनी चाहिँ यही हो कम्पनी बाहिर देखाइदिएछु अब हाम्रो कम्पनी यस्तो छ फेरि पछि गाह्रो हुने कि अनि डर लाग्ने कि यता पनि छ अरे कम्पनी चाहिँ त्यत्रो 5 वर्ष हुन लाग्छ कि म एकचोटि पनि गएको छु वाउ भ्यू हेर्नु नि त त्यो भवाल आजको भ्यू चाहिँ यो चाहिँ प्रोपर्टी अरे सेलमा छ यो यस्तै नि हुन्छ जङ्गलको छेउमा के गर्ने खोका राख्ने गाह्रो छ जिन्दगी त्यहाँ चाहिँ हनुमानको मन्दिर छ होइन यहाँ तामिलहरू पूजा गर्छ कि तामिलहरू पूजा गर्छ त्यहाँ केराको फुट्न भएन मैले चाहिँ मनदेखि मान्छु भगवान् टक्क होइन मैले भन्थेँ नि 63 वर्षको बुढो भन्दा यही बुढो हो कि डेन्जर काम हानिदिन्छ फेरि डेन्जर अगाडि हाय चाहिँ ल Hi. Good morning. Good morning. Namaste. Namaste. Lagi cakap apa? Can't go. Lagi? Ada lagi lah. Lagi lah. Lagi Nepal cakap? Bat khane. भात खाने भात नन्दी पछि खाने पछि भात Beli bat. Dia main buaya. Fasa itu civil faso ini mesa dia very power dia no ini macam civil kalau very fasa ini macam banyak power mesa dia fasa apa kan Honda Civic ya Honda Civic very fast tapi ini bagus mesa dia ini macam kalau Civic very fast dia ada ini macam tapi very fast Civic kalau mau power ni macam seperti Mersa. भन्दैछ कि होन्डा सिभीको गाडी खतरा बलियो हुन्छ अरू गाडी चाहिँ यस्तो हल्लिन्छ टुक्रायो भने भन्छ के सो हामी चाहिँ यहाँ ढोका नखोलेर यत्तिकै बाहिर बसिरहेको छौँ होइन वास्तवमा हाम्रो त भित्र जाने ऊ चाहिँ मधेसी हो बिहानै आउँछ भने अगाल sini company kerja berapa tahun? Saya sini company kerja berapa tahun sudah? 10 ah. Lagi berapa tahun kerja? Tengoklah. Tahu ah? Belum confirm. भन्छ 10 वर्ष भयो काम गरेको अब अझै कति गर्छस् भनेको थाहा छैन कति गर्छु भन्छ कि 10 वर्ष भयो यो berapa tahun? 63. मैले भन्दैछ 63 वर्ष भइसक्यो के भन्छ डेन्जर काम हालिदिन्छ फेरि डेन्जर हो काम गरेको त्यहाँबाट मिल्दैन होइन नत्र भने म काम गरेर देखाइदिन्छु यस्तो खतरा हाल्छ काममा आएको छ कुरै छैन हामीले भेटाउनै सकिन्न भनेको यत्रो बुढो मान्छेलाई भने अब के भयो 3 जनाले गर्ने काम एक्लै हालिदिन्छ भनेको गाह्रो छ यार त्यसो अब भर सुरुवाइदिएर आएको छ अब ढोका सबै खोलिदिन्छ भित्र जानुपर्छ भित्र गएर बनाउनु पर्छ Boleh masuk. ओके Apa Somali? Kita. सो ढोका खुल्यो भन्दैछ अब ढोका भित्र जान्छु अब चाहिँ म दिउँसोतिर भेट्छु है हेर्दै गर्नु होला बाई बाई यही हो हाम्रो कम्पनी गाइस खानासाना खाइयो भर्खर रेस्ट टाइममा होइन याद हुन्छ तपाईँहरूले खानुभयो कि खाना ओ मेरो प्रश्न खानासाना खाइयो अब एकछिन रेस्ट गर्नुपर्छ है त अब हजुरहरूले नि खाना खानुभयो होला नखाएको भए खानुहोस् होइन म चाहिँ एकछिन रेस्ट गर्छु अनि साँझ अब एकैचोटि छुट्टी हुने बेला तपाईँहरूसँग भेट्छु है त बाई बाई सो गाइस छुट्टी भइसक्यो हाम्रो छुट्टी भइसक्यो है यस्तो काम चल्दैछ टक्क लाएर यो नयाँ कम्पनी बन्दैसक्यो दामी पाराले
केटाहरूले काम गरेछन् बङ्गाली उनके सबै दर पैसा कमाइरहेछन् सो आज चाहिँ दाल भात तरकारी पकाएर खानुपर्छ मासु खाइन्न दिनदिनै मासु खाएर चाहिँ मलाई एक दिन हो यहाँनिर धन्नै गाडीले हानेको यार हेत्तेरी यार म यहाँ थिएँ यता यहाँ थिएँ धन्नै हानिदिएको मलाई म त मा कसम छोएको भए मार्थ्यो लास्टै स्पिडमा आएको थियो गाडी चाहिँ तेरे बस की बात नहीं है बाबू ये सो गाई झुलिया चाहिँ घुट्टो होला होइन अब के गर्ने ड्युटीबाट आएको यस्तै छ ल अब त्यहाँ रुममा जान्छु होइन अब रुममा जाने खानासाना पकाउने खाने सो अब आजको ब्लग चाहिँ यहीँ बन्द गरिदिउँ सबैजनालाई आफ्नो ख्याल गर्नु होला है विदेशमा जतै हुनुहुन्छ र मेरो भिडियोमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब लाइक सेयर सबै गरिदिनु होला अनि के भन्ने हुन्छ त्यति भन्दै आजलाई बाई बाई गाइस